हाई एभ्रिवान, स्वागत छ हजुरहरूलाई हाम्रो नयाँ भिडियोमा। सो आज चाहिँ हामी नयाँ यो च्यालेन्ज लिएर आएको छौँ जुन चाहिँ छ चाउमिन च्यालेन्ज। अनि आज चाहिँ म र पुष्पा बहिनी चाहिँ यो चाउमिन च्यालेन्ज गर्दैछौँ। यो चाहिँ हामीले बजारबाट ल्याएको। अनि साथीहरू यो चाहिँ हाम्रो भोइस ओभर गरेको भिडियो, हाम्रो यसको रियल साउन्ड चाहिँ उड्यो बाई मिस्टेक, त्यही भएर चाहिँ हामीले यसलाई भोइस ओभर गरेर हाल्दैछौँ। अनि यो च्यालेन्ज चाहिँ हामी चाहिँ चाउमिनको गर्दैछौँ। अनि पुष्पाले चाहिँ यो चाहिँ के भन्छ अरे च्यालेन्ज गरेर पनिसमेन्ट वाला गर्ने भनिरहेको थियो। अनि मैले चाहिँ नाइ नाइ हुन्न भनेर अनि हामीले चाहिँ यतिकै नै स्टार्ट गर्नु थाल्यौँ। अनि अब चाहिँ हामीले यो स्टार्ट गर्छौँ। यहाँ चाहिँ हामीले एउटै अमाउन्टको पोर्सन वाला चाउमिन हालेर राखेको छौँ दुईजनामै। अनि हामीसँग छ पानी। अनि पुष्पाले चाहिँ सुरुमा पानी खाएर स्टार्ट गरौँ भन्यो। अनि त्यसपछि उसले पनि पानी खायो। उसले पानी खाएको देखेर मलाई पनि पानी खान मन लाग्यो, मैले पनि पानी खाएँ साथीहरू। अनि हजुर गेस गर्नुहोस् अहिले नै कसले जित्छ यो च्यालेन्ज भनेर। अनि हामी चाहिँ अब स्टार्ट गर्छौँ। सुरुमा पानी खाम, पानी खाएर घाँटी भिजाम, त्यही भएर। अनि त्यसपछि चाहिँ यो चाउमिन खान सजिलो हुन्छ नि त। अनि यहाँ पुष्पा चाहिँ खान सक्दैन होला भनेर बहुत डराइरहेको थियो। ल हजुर हेर्नुहोस् है त, ल स्टार्ट भइसक्यो यो गेम। हामी चाहिँ गम चाउमिन खान लायौँ। ल हामी चाहिँ खान्छौँ आनन्दसँग। हजुर चाहिँ हेर्नु है त भिडियो। पुष्पाले चाहिँ खाएर बसेको थिएन। अनि मैले चाहिँ यो यति पनि तुर भनेर अनि यो तुर्न पठाएँ। अनि तिर्न त्यो पनि तुरेन। अनि हजुरले थाहा पाइसक्नु होला यहाँ चाहिँ विनर चाहिँ को हुनुभएको छ भनेर साथीहरू। यहाँ चाहिँ हाम्रो चाहिँ विनर हुनुभएको छ पुष्पा। अनि त्यसपछि उसले चाहिँ खाएर भ्यायो। अनि त्यसपछि मैले चाहिँ सक्दिनँ भनेर उस गर्थेँ। मैले पनि ठुल्ठुलो घाँस हालेको थिएँ कि सुरुमा, हजुरले देख्नुभयो होला भिडियोमा अगाडि। तर पनि मैले जित्न सफल भएन। पुष्पाले चाहिँ सधैँ सोलो खाने मान्छे, आज चाहिँ कम्पिटिसन भनेको त कति फास्ट खाइसकेन के उसले। अनि त्यसपछि मलाई चाहिँ यो घाँटीमा सर्का जस्तो भयो। अनि मैले चाहिँ पानी खाएँ। अनि मेरोमा चाहिँ हल्का पिरो बढी थियो कि उसकोमा भन्दा, त्यही भएर मैले खाएँ। सायद छिटो खान नसकेको होला। उसले चाहिँ पिरो एउटा नि हालेको होइन, मैले चाहिँ केचप पनि हालेको थिएँ। उसले नि केचप त हालेको थियो कि। मैले धुलो खुर्सानी मलाई एकदमै मनपर्छ, त्यही भएर धुलो खुर्सानी पनि राखेको थिएँ साथीहरू। अनि पुष्पा चाहिँ यहाँ विनर भइसकेपछि अनि खुसी भएर बोले गरेछिन् त्यहाँ। अनि अब चाहिँ मैले यो पनि के राख्ने हो र भनेर पुरै खान थालेँ। अनि मलाई चाहिँ यो बजारको चाउमिन मेरो फेभरेट नै हो। हल्का सुक्खा हुन्छ बजारको चाउमिन, तर पनि मलाई चाहिँ मनपर्छ। अनि हामीले चाहिँ खायौँ, यो चाउमिन सक्यौँ। अझै हजुरलाई चाहिँ हामीबाट यस्तै यस्तै भिडियो चाहिन्छ भने चाहिँ हजुरले कमेन्ट सेक्सनमा गएर चाहिँ कमेन्ट छोडिदिनु होला साथीहरू। अनि हामी चाहिँ नयाँ नयाँ मुकबाङ प्लस च्यालेन्ज भिडियोहरू अनि त्यसपछि नयाँ नयाँ गेम्सहरू पनि लिएर आउनेछौँ। अनि हजुरहरूलाई चाहिँ जेवाला मुकबाङ हेर्नु मन छ, जेवाला च्यालेन्ज हेर्नु मन छ, हजुरले चाहिँ कमेन्ट सेक्सनमा गएर चाहिँ कमेन्ट छोडिदिनु होला है। या पुष्पाले
सबैले त्यही भनिरहेको छन् के अनि चाँडो चाँडो हाम्रो यो टिकटक अकाउन्टमा पनि फलो गरिदिनु होला मेरो अनि त्यसपछि मेरो चाहिँ युट्युब च्यानल पनि छ डोरेमन अनिसा हो त्यहाँ गएर हजुरले सब्स्क्राइब गरिदिनु होला अनि त्यसपछि यो भिडियो चाहिँ म त्यहाँ पनि अपलोड गरिदिन्छु हजुरले त्यहाँ गएर पनि लाइक कमेन्ट छोडिदिनु होला अनि थ्यांक यू सो मच फर वाचिङ लास्टसम्म हेरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद फेरि भेट्नेछौँ नयाँ भिडियोमा हामी चाहिँ अनि आजको विनर चाहिँ हुनुहुन्छ पुष्पा बाई बाई